हेलो नमस्ते साथीहरू। आज म मेरो भान्सामा माछा पकाउँदै छु। अब मेरो खाना सादा नै हुन्छ, नर्मल तरिकाले नै पकाउँछु। त्यस्तो त्यो धेरै मेरिनेट गरेर राख्ने त्यो के मसालाहरू राख्छ नि, त्यो त्यस्तो गरेर चाहिँ राख्दिनँ। नर्मल बेसार हालेँ अनि नुन राखेँ अनि मजाले एकछिन त्यो सबै माछाहरूलाई मोलेर एकछिन जस्तै 5 मिनट, जस्तै कि अब त्यो सबै माछाले मेरिनेटेड हुनु टाइम लाग्छ। त्यो मेरिनेट हुन्जेलसम्म चाहिँ प्याजहरू सबै मजाले काटकुट पारेर ठिक पारेर राखेँ। अनि माछाले मजाले मुछे पनि त्यसपछि माछा फ्राई गरेँ। र कतिले चाहिँ फ्राई नगरिकन पनि बनाउँछ होइन। त्यसरी चाहिँ मैले माछा आजसम्म खाएको छैन होइन। त्यो कस्तो टेस्ट हुन्छ त्यस्तो भन्ने कुरा थाहा पनि छैन। म चाहिँ सानोदेखि नै माछा चाहिँ फ्राई गरेर पनि खाएको, मैले खाइरहेको छु होइन। त्यो टेस्ट थाहा छ। तर कसैले चाहिँ अब फ्राई नगरिकन पनि माछा पकाउने रहेछ। तर एक दिन त्यसरी पनि पकाएर टेस्ट गर्नु पर्ला। अनि मजाले यो मसालाहरू भुटेँ, नर्मल लसुन अदुवा होइन। अनि माछामा टमाटर चाहिन्छ, टमाटरहरू राखेँ, गरम मसाला थोरै राखेँ होइन। यसरी मजाले भुटेँ, मसालाहरू भुटेँ। अनि त्यसपछि भुटिसकेपछि पानी राखेँ होइन। पानी राखिसकेपछि मजाले उमाल्न दिएँ। अनि माछा उम्लेको ग्रेभीमा माछाहरू राखेँ। अनि त्यसपछि चाहिँ धनियाँ पत्ताहरू माथिबाट छोपेर राखेँ, अनि माथिबाट फेरि धनियाँ पत्ताहरू राखेँ। अनि अब माछा आमाले खानु हुँदैन, अनि त्यही भएर आमाको लागि चाहिँ अन्डा तयार गरेर राखेको छु, उसिनेर राखेको छु। अन्डा मजाले पकाउँछु भनेर अलिकति डरेछ, फ्राई गर्ने बेलामा चाहिँ डरेछ। मलाई त्यति खासै एडिटहरू पनि गर्न आउँदैन। नयाँ म युट्युब बनाउँदैछु होइन। अनि विचार गर्दैछौँ सपोर्ट गरिदिनु। ढेँडो बनाउँछौँ। अनि मैले ढेँडो कसरी बनाउँछु आज माछा आज म देखाउँछु। मिठो लाग्छ मलाई चाहिँ। भात पनि मिठो लाग्छ। खानेकुरामा त्यस्तो कुनै यो छैन, किनभने खानेकुराहरूले रेस्पेक्ट गर्नुपर्छ। कति ठाउँमा खानु पाएको छैन मान्छेले होइन। जे पनि खाइदिन्छ, मन लागेन भने बरु थोरै खाइदिने, तर खान्न भन्ने कुरा चाहिँ हुँदैन। खानेकुराहरूले रेस्पेक्ट गर्नुपर्छ भन्ने मेरो विचार हो।